ठिक छ युन्जु डोइ डोइ मिन्जी अनिछा जादु दाई जति पनि नाम लिएका विद्यार्थीहरू छन् सबैजना आफूसँग एउटा फुलको गमला राखेर आउने छुट्टीहरूमा त्यो फुलको ख्याल राख्नुहोला। मलाई त विश्वासै छैन यो कस्तो खालको काम हो। मसँग त जडीबुटी छ मलाई खुसी छ कि मैले सानै फुल उगाउनु पर्ने रहेछ। यो धेरै भयो तिमीहरू मेरो छेउमा यसरी कसरी भन्न सक्छौ? अब म यसको के गरौँ तिमीहरू भन। उहाँहरूले मलाई यत्रो ठुलो गमला किन दिनुभएको होला? यो त मैले मेरो घरबाट लिएको हो। यो एउटा अर्कै प्रकारको फुल हो। फुलहरूलाई सम्हाल्नुको लागि कति गाह्रो पर्छ जुन तिमीहरूले सक्दैनौ गर्न। के चाहिँ पाइदै भनेको के म फुल स्याहार्न सक्दिनँ जस्तो लाग्छ? के तिमीहरू मेरो फुलको ख्याल राख्छौ? म त छुट्टीमा खेल्न गएँ। के तिमीहरूलाई पनि लाग्छ म फुलहरू छान्न सक्दिनँ भनेर? जवाफ किन दिँदैनौ? मान्छे गएको मेरो धेरै काम छ। सबैलाई बाई। मेरो नि काम छ भरे भेटौला। वाह गर्मीको छुट्टी भइसक्यो। म मजाले खेल्छु। म के गर्छु छुट्टीमा के गर्छु? वाह फेरि के गर्नु? गर्मीको छुट्टी भए पनि म यो छुट्टीभरि के गर्नु होला? हेलो को बोलेको? के मजालेसँग बोलिरहेको छु? मैले यो बुझ्नको लागि कल गरेको कि मैले दिएको फुल ठिक छ कि छैन। अरे गर्मीको छुट्टीको यो पहिला दिन हो र अहिले यो फुल पनि राम्रै छ। म अब राखेको हो। यो किनले त मलाई दिक्क लगाउने भयो। यसले त मलाई रिस मात्रै उठाउँछ। राम्रो दृश्यहरू म तिम्रो साथी बन्न चाहन्छु न्यायको लागि। मम्मी हामीले फुललाई कसरी स्याहार्न सक्छौँ? फुलहरूलाई सूर्यको किरण चाहिन्छ, साथसाथै पानी पनि अनि धेरै धेरै स्याहार पनि गर्न सक्छ। साँच्चै के त्यसो भए म यो फुललाई बाहिर राखिदिउँ? बाहिर राखेको ठिक हो। प्रकृतिले सबै कुराहरू हेरिदिन्छ, फुलहरू रुखहरू सबैलाई। यो ठिक छ जस्तो छ। यो केटी पनि अब सबै कुरा ठिक भइहाल्छ नि। यति साह्रो गर्मी छ कि म खेल्न पनि सक्दिनँ। भक्क लाग्दो। फेरि कसले फोन गर्यो? हेलो को बोलेको? जादु मैले दिएको फुल कस्तो छ? धेरै गर्मी छ भाइ। कति साह्रो गर्मी हो। अरे त्यो फुल मैले बिर्सेको। ला कहाँ छ खोइ? अब म के गर्नु फेरि यसलाई? हेर्नु त तपाईँले गर्दा मैले बाहिर आएको यो त सबै सुकिसक्यो त। सबै हुनुको कारण गर्मी धेरै अनि पानी नभएर हो। तर तपाईँले भन्नुभएको थियो कि प्रकृतिले सबै हेर्छ भनेर। यो मलाई नसोध। सोध्नु मन छ भने प्रकृतिलाई सोध जाऊ। मै पागल हो। जे पनि काम आफै गर्नुपर्ने। यो सुक्यो भने राम्रो हुँदैन। दादु मैले भनेको थिएँ नि तिमी सम्हाल्न सक्दैनौ भनेर। तिमी त कस्तो केयरलेस मान्छे रहेछौ। रहेछ नि कस्तो खालके एउटा फुल पनि नसम्हाल्न सक्ने। यस्तो हुनु हुँदैन। प्लिज फुल आओ फेरि ठिक हो। अब जादुले के गर्छ होला? हेर नबोल्नु अर्को भागमा।